यसले सुत्नु नदिने रहेछ यार। के गर्छ यार यो? के हल्लाको भाइ? आम्मामा, पुरा हल्लाकै छ त यार। सुत्नु दाजु सुत्नु भोलि ड्युटी छ सुत्नु न। घर त याद आयो कि के हो? कुरै नगरौँ न हौ सपनामा पनि खेलाइरहेको रहेछ। सुत्नु प्राइभेटतिर जा, यस्तो नगर जात्रै बित्ति मान्छेले सुत्नु दे यार। भोलि ड्युटी छ, कमसेकम सुत्नु त दिएन यार। सुत्नु दाजु सुत्नु किन रिसाएको? कस्तो बेड हल्लाको त यार भाइ। अनि हल्लिन्छ त माथि सुतेपछि त यार। अनि बेड त्यसरी हल्लिन्छ? सुन्नु न तपाईँ त्यसो नराम्रो काम नगर्न यार। के नराम्रो काम गरेछु? जिउ चिलाउने पनि नपाउने। जिउ चिलाउँदा त्यसरी हल्लाउने हो त थोरै? अनि कसरी हल्लाउने? कत्रो हल्लाको यार। अनि मेरो रुम म पैसा तिरेर आएको के हल्लाउँदैछ यहाँ? मुर्दा जाति बिति नगर। झौ त ल। ए भाइ यार, राम्रोसँगले सुत्यो, राम्रोसँगले त बेड हल्लाएको त नि। यसरी बेड हल्लाएर हुन्छ थोरै? लाएर सुत्यो यहाँ। क्याम्पसले भनिदिन्छु भाइ। ड्युटी छ चुप्प लाएर सुत्यो भरे ड्युटी छ। दबाई त बन्द गरेको। ल सुत। हल्ला गरेको छ यार। ए भाइ यार, पेट भाँचिन्छ कि भाइ? के हल्लाको यार? खोजेको के हल्लाको भन? के हल्लाएको छु? जिउ चिलाउन पनि नपाउने। बाथरुम मेरो खाना प्लिज बाथरुम जा, प्लिज टोयलेट। किन बाथरुम जाने? जिउ चिलाउनको लागि बाथरुम जाने? अनि जिउ चिलाउँदा पुरा यसरी यो हल्लिन्छ, यो पुरा यसरी हल्लिरहेको छ त नि। तिमी पनि हल्लाउँछौ त? तिमीले के भन्छु मैले? कस्तो मान्छे यार। सुत त। धेरै ठुलो कुरा गरेको मन पर्दैन। सुत्नु दे भाइ, सुत्नु दे। म भनिरहेको छु सुत्नु दे। तिमीलाई चाहिँ भोलि ड्युटी छ यार। साला ऋण सिन तिर्नु पर्ने छ गाउँमा यार। त्यत्रो ऋण लागेर आएको छ यार। यहाँ सुत्ने बाटोमा के गर्छस् भाइ यार? के गर्छस् यार? हल्लाकै छ त यार। झरेन अब त? उसले चाहिँ हल्लाउँछौ। झरेन। ओदा टोयलेटमा गएर जा। यस्तो नगर भाइ। बेइज्जत। उनीहरूले खोजेको नै हो है।